050453 में तुरंत कांटेक्ट करें। मानिसहरूलाई सतर्क गराउनको निम्ति चाहिँ फरेस्ट डिपार्टमेन्टले माइकिङ सुरु गरेको छ अनि यो सतर्कता चाहिँ हात्तीको हर्ड लगभग 60वटा हात्तीको हर्ड चाहिँ अहिले घरि बागडुग्राको फरेस्ट इलाकामा यानि कि यो छेउैको जङ्गली बाबा अनि वरिपरि जति पनि फरेस्ट छ बागडुग्रा रेन्ज अन्तर्गत त्यो फरेस्टहरूमा चाहिँ अहिले आइपुगेको अनि कुनै पनि बेला गाउँतर्फ आउन सक्ने सम्भावना रहेकोले चाहिँ फरेस्ट डिपार्टमेन्ट साथै जम्बो ट्रुप्स जो एनजिओ छ उहाँहरूको सहयोगमा चाहिँ अहिले माइकिङ भइरहेको छ अनि फरेस्टका जति पनि अधिकारीहरूलाई साधारण मानिसहरूलाई चाहिँ सतर्क रहने, राति निस्किँदाखेरि एक्लै ननिस्किने अनि साथै अन्धकार छ भने पनि टर्च लाइट या कुनै पनि सर्च लाइट लिएर मात्रै बाहिर निस्किने उहाँहरूले आह्वान गर्नुभएको छ। अनि जति पनि मानिसहरू जो हात्तीको कुनै पनि प्रकारको तपाईहरूले इन्फर्मेसन पाए भने पनि झट्टै हेल्पलाइन नम्बरमा पनि सम्पर्क गर्ने अनि त्यसको निम्ति अहिले फरेस्ट डिपार्टमेन्टले धेरै खरसाङ फरेस्ट डिभिजनले चाहिँ धेरै इनिसिएटिभ लिएको छ। क्यामेराहरू जडान गर्न जस्तो सिसिटिभी क्यामेराहरू पनि योपालि 12वटा एक्स्ट्रा क्यामेराहरू लगाएको छ भने साइरनहरू अचानक हात्ती आउँदाखेरि साइरन बज्ने र गाउँहरूमा एवेरनेस गर्ने जस्तो इनिसिएटिभहरू लिएको छ र यस विषय लिएर हामीले बनाएको स्पेशल रिपोर्ट हेर्दै गर्नु। टोटल 60 जस्तो भइसक्यो हो। हजुर। अन्त त्यसले गर्दाखेरि चाहिँ अलिकति उसको लागि के भन्छ मान्छेको अवेरनेसको लागि चाहिँ उयो गरेको नि। हजुर, यो हर्ड चाहिँ के यो जुन चाहिँ त्यो आसामतिरबाट आउने जुन त्यो हर्ड हो कि यहीँकै लोकल हो कि? होइन, यहाँको लोकल पनि हो। माइग्रेसन सिजन सुरु भयो त। हजुर हजुर। उताबाट आउनु थाल्यो हात्ती। पहिला हाम्रोमा 20-25वटा मात्रै थियो, बिस्तारै बिस्तारै बढेर अहिले 60 पुग्यो। 60 भयो है। योभन्दा अगाडि त अब तपाईँहरूलाई कतिवटा त्यो हर्डबाट छुटेर गएर जुन चाहिँ लोनरहरूले निकै तङ पनि भयो, जस्तो एयरपोर्टतिर पनि पसेको थियो होइन। र यो पालि चाहिँ तपाईँहरूले टाइमले नै सायद एभोइड गर्ने या त अरू के छ त त्यस्तो एवेरनेसको लागि? अब यो एउटा माइकिङ भयो, अरू के चाहिँ त्यस्तो प्रकारको माइकिङहरू हुँदैछ है। त्यहाँदेखिको अर्ली वार्निङको लागि गाउँमा हामीले योपालि साइरन पनि बसाएको छौँ। हजुर। जसमा कि हात्तीको मुभमेन्ट देख्यो भने एक्सपेरिमेन्टल्ली गरेको छौँ 2 जग्गामा, एउटा देउमनीमा एउटा तल चोक पोखरीमा। र हात्तीको मुभमेन्ट भयो भने हामी साइरन दिएर पनि हेर्छौँ है एडभान्समै कि मान्छेको प्रतिक्रिया कस्तो हुन्छ। अब घरभित्र बस्ने हो कि फेरि साइरन बजेर सबै फेरि भिड भएर हात्ती हेर्नु निक्लिने हो, फेरि त्यो पनि साह्रो छ हो। अनि एक्सपेरिमेन्टल्ली 2टा जग्गा साइरन पनि दिएको छौँ है। क्यामेराहरू निकै अझै 12वटा क्यामेरा थपिँदैछ है। र तपाईँको मेसेज एउटा हाम्रो यही मैले रेकर्ड गरिरहेको छु हजुरको भोइस, र यो मेसेज के दिन चाहनुहुन्छ पब्लिकलाई? किनभने यस्तो सिचुएसनमा अब म्यान पावरको पनि कमी हुन्छ, फरेस्टको स्टाफको पनि कोही बेला त्यत्रो यो म्यान पावर नहोला, तर उहाँहरू कसरी चाहिँ सतर्क रहने र के चाहिँ मेसेज दिन चाहनुहुन्छ? सब समय एउटा चाहिँ दिमागमा राख्नु पर्यो कि हामी मान्छे मात्र यहाँ बस्दैनौँ, जङ्गली जानवर पनि छ है। हात्ती पनि छ र हात्ती पनि एउटा जानवर भएको कारणले जङ्गलमा मात्रै नबसेर गाउँ एरियातिर पनि निक्लिन सक्छ। र सतर्क चाहिँ सब समय एउटा सतर्कता राखेर बस्नु। जस्तै रातितिर निक्लिँदाखेरि पनि यसो लाइट साइट लगाएर हेरेर कसो के हो। कहिले हात्ती नआउने जग्गामा पनि मान्छेले चाहिँ गार्ड डाउन चाहिँ गर्नु भएन। आफ्नै गार्ड है, को एक्जिस्टेन्स भनेपछि चाहिँ अब त्यही हो, गार्ड चाहिँ हुनै पर्यो। जुनै पनि बाटोतिर जाँदा राति हुँदो हिँड्दाखेरि दिमागमा एउटा चाहिँ कुरा राखोस् कि हात्ती निक्लिनु सक्छ है। त्यो एउटा फिलिङ मान्छेकोमा छ भने पनि मान्छे सतर्क भएर बहुत कुरो एक्सिडेन्ट अभोइड गर्न सकिन्छ है। अब जस्तै राति हुँदो हात्ती निक्लिन्छ भन्यो भने होस् आज म जाँदिनँ बरु यतै बस्छु भन्ने पनि हुन्छ कतिजना। त्यो पनि एउटा सेफ्टी हो होइन। राति हुँदो हिँड्दैन, घरको मान्छेले भन्ला हात्ती निक्लिन्छ केटाकेटीहरू तिमीहरू राति हुँदो नघुम, त्यो पनि एउटा। र मनमा चाहिँ राख्नु कि हामी हात्ती भएको जग्गामा बसेको छौँ र अब हात्ती यो बाहिरतिर पनि निक्लिन्छ र यो समय पनि आइसक्यो, सिजन पनि हो भनेर यो एउटा जानकारी चाहिँ छ भने मलाई लाग्छ यो एक्सिडेन्ट चाहिँ बहुतै अभोइड गर्न सकिन्छ। हुन्छ 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 हुन्छ, थ्याङ्क यू।